प्रस्तुत गर्दछ हाम्रो लघुकथा यार
पर्दा नमस्कार, म गरिमा आचार्य। आज फागुन 26 गते पुरुष हस्ताक्षर विशेष लघुकथा र पढ्ने लघुकथा विमर्श कार्यक्रम 2081 मा सम्पूर्ण लघुकथा प्रेमी दर्शक महानुभावहरूलाई हार्दिक स्वागत गर्दछु। आजको सोमबारे लघुकथा विमर्श कार्यक्रम यही मिति फागुन 26 गते श्रृङ्खला 1238 मा सम्पूर्ण लघुकथा प्रेमीहरूलाई स्वागत गर्दछु। आजको हाम्रो लघुकथा 3वटा रहेका छन् र तिनीहरूका उत्तर लघुकथाहरू पनि हामीसँग यहाँ छन्। पहिलो लघुकथाको शीर्षक रहेको छ निर्धन। यस लघुकथाको कथाकार हुनुहुन्छ विश्वराज अधिकारी। ल आजको पहिलो लघुकथा म वाचन गर्न गइरहेकी छु। पहिलो लघुकथा यस प्रकार सुरु हुन्छ। काठमाडौँको 5औं तलाले आफ्नो घरको छतमाथि हेर्दै उनले आफ्नी पत्नीलाई भने, हेर सीता, अहिले हामीसँग आफ्नै घर छ, व्यापार छ, कार छ, सुख र सुविधाका हरेक कुराहरू छन्। सीताबाट कुनै प्रतिक्रिया आएन। म विवाह भएको भोलिपल्ट नै सिङ्गापुर कमाउन जाँदा तिमीले निकै विरोध गरेकी थियौ सीता। यदि म सिङ्गापुर नगएको भए हामी उस्तै गरिब हुन्थ्यौ जस्तो थियो। सीता मौन नै रहिन्। हामीसँग सबै कुराहरू छन्, हामीसँग अहिले के छैन ल भन त? हामीसँग एउटा कुरा छैन, सीताले उत्तर दिइन्। 30 वर्षपछि तिमी सिङ्गापुरबाट बल्ल फर्केका छौ, उता गएदेखि एकपटक पनि नेपाल नआएर। मैले समयलाई रोकेर राख्न सकिनँ। हामी वृद्ध हुने समयमा पुगेका छौँ। अहिले हामीसँग सबै कुरा छन्, तर हामीसँग हाम्रो जवानी छैन, जवानीका रङ्गीन समयहरू छैनन्। सन्डे फेब्रुअरी 16, 2025 मा यो लघुकथा लेखिएको हो र यसको उत्तर कथा पनि म वाचन गर्न गइरहेकी छु। उत्तर कथाको शीर्षक रहेको छ रङहरू। सीताको शब्दहरूले बुढेसकालको साँझमा अचानक बत्ती निभाए झै भयो। उनीहरू टोलाए। जब उनीहरू बीच मौनताको पर्दा उठ्यो, सीताले फेरि भनिन्, हाम्रो जवानी भएन गोविन्द, तर के साँच्चै रङहरू सकिए? गोविन्दले छेउमै रहेको बगैँचातिर हेरे। त्यहाँ गुलाबहरू फक्रिएको
थियो। कोमल उज्यालो जीवन्त हावाको हल्का झल्कोले ती फुलहरू लर्खराएर मौन माया गर्ने जोडीले सँगै नाचिरहेको हो। उनले सास गहिराए र ताने, हामी अझै सँगै छौँ। तिम्रो हात मेरो हातमा छ के यो आफ्नै रङ होइन? सीताले निधार खुम्चाइन्। तर हामीले बिताएको समय फर्कने होइन। गोविन्द हाँसे। फर्किनु पनि किन? तिमी सम्झिन्छौ हाम्रो बिहेपछि म भोलिपल्ट सिङ्गापुर उड्दा तिमीले आँसु झार्यौ। सम्झिन्छु। र तिमीले पहिलो पत्रमा लेखेका थियौ, गोविन्द प्रेमले दूरी मेटाउँछ भन्ने। किन मलाई तिम्रो अभाव यति ठुलो महसुस हुन्छ? सीताको आँखामा एकाएक उमङ्गले भरियो। तर सीता, हामी अझै यहाँ छौँ। आजको साँझ हाम्रो हात यो पल सायद जवानी होइन, तर जीवनलाई फेरि रङ्गाउन सक्छौ। समय जान्छ तर माया रहिरहन्छ। सीता हल्का हाँसिन् अनि गोविन्दको हात समाउँदै भने, रङ्गहरू त हाम्रै छन् गोविन्द, फेरि पोतौँ न। आजको पहिलो लघुकथा तथा त्यसको उत्तर लघुकथा समाप्त भएको छ। हाम्रो आजको विश्लेषक सर पुण्य कार्की सरलाई म यहाँ जोड्न गइरहेकी छु। उहाँलाई मैले इन्भाइट पठाइसकेँ। र आजको म अब समय हेर्दै आजको दोस्रो लघुकथाको शीर्षकको नाम टाउकोको मोल, निरज कोइराला। नमस्ते सर। नमस्ते। कार्यक्रममा यहाँलाई धेरै स्वागत छ, हार्दिक स्वागत छ। धन्यवाद। फोटो आएन नानुको। सर, यहाँ हजुरको पनि आएको छैन, तर यहाँ हाम्रो माझ यहाँ आउँदैन हो सायद, अहिले के भइरहेछ सिस्टममा, तर दर्शकहरूले हेरिराख्नु भएको छ। फोटो चाहिँ मेरो फोटो देखिएको छैन। हजुर देखिएको छ, मोबाइलमा देखिएको छैन, तर यहाँ ल्यापटपमा आइराखेको छ। सर, अब मैले पहिलो लघुकथा वाचन गरिसकेँ। अब म पाहुनाहरूलाई स्वागत गर्छु है त सर, अनि हजुर विमर्श गर्नुहोला। आवाज सुनिया छ नि? हजुर सुनिराखेको छ। हेमराज अधिकारी सरले हामीलाई हार्दिक नमन भन्नुभएको छ। सरलाई पनि हार्दिक नमन छ। मनोहर पोखरेल सरले हार्दिक नमन भन्नुभएको छ। सरलाई पनि हार्दिक नमन। रोशन पराजुली सरले नमस्कार भन्नुभएको छ। सरलाई पनि नमस्कार छ। शारदा दाल म्याडमले हार्दिक नमन भन्नुभएको छ। म्यामलाई पनि कार्यक्रममा हार्दिक स्वागत तथा नमस्कार छ। शिव त्रिपाठी सरले नमस्कार भन्नुभएको छ। सरलाई पनि नमस्कार। मनोहर पोखरेल सरले लघुकथाकार गरिमा ज्यूलाई हार्दिक स्वागत छ भन्नुहुन्छ। धन्यवाद सर। ध्रुवराज थापा सरले हार्दिक नमन भन्नुभएको छ। सरलाई पनि कार्यक्रममा स्वागत छ। निर्मला बराल म्यामले हार्दिक नमस्कार सम्पूर्णमा भन्नुभएको छ। म्यामलाई पनि हार्दिक नमस्कार छ। त्रिलोचन ढकाल सरले नमस्कार भन्नुभएको छ। सरलाई पनि नमस्कार। लक्ष्मण गेवाली सरले सम्पूर्ण स्रष्टाहरूमा रूपन्देहीबाट हार्दिक नमन भन्नुहुन्छ। हजुरलाई यहाँ उपस्थित हुनुभएकोमा हार्दिक धन्यवाद तथा नमस्कार सर। मनिष कुमार शर्मा
सरले नमस्कार भन्नुभएको छ, सरलाई पनि नमस्कार छ। प्रार्थना खनाल म्यामले हार्दिक नमन भन्नुभएको छ, म्यामलाई पनि हार्दिक नमस्कार छ। एन्जल निलो म्यामले हार्दिक नमन, पुण्य सर लगायत सम्पूर्णमा भन्नुभएको छ। नमस्कार म्याम, हजुरलाई कार्यक्रममा स्वागत छ। र यहाँ यो हाम्रो लाइभ कार्यक्रम नन्दलाल आचार्य सर, मनोहर पोखले सर, एन्जल निरु, लक्ष्मण गेवाली, रोशन ब्राजिली, ध्रुवराज थापा, शारदा दयाल भण्डारी म्याम, बलराम बस्नेत सरले हेरिराख्नु भएकोमा उहाँहरूलाई पनि स्वागत छ। र अब म कार्यक्रम अगाडि बढाउन सरलाई अब पहिलो लघु कथाको विश्लेषण गरिदिन हार्दिक अनुरोध गर्दछु। धन्यवाद गरिमा आचार्यलाई। आज लघु कथा वाचनको 1238औं श्रृङ्खलामा जोडिनु हुने सम्पूर्ण लघु कथा प्रेमी महानुभावहरूलाई म हार्दिक नमन गर्न चाहन्छु। अब आज हामीले विश्लेषण गर्ने कथाहरू 3वटा लघु कथा र त्यसका उत्तर कथाहरूको चर्चा गर्नेछौँ। र पहिलो वाचित लघु कथा विश्वराज अधिकारीको निर्धन शीर्षकको छ। यस लघु कथामा 2 जना पात्र छन्, पति पत्नी, सीता र सीताको लोग्ने छन्। यसमा 30 वर्ष अघि कमाउनको लागि सिङ्गापुर गएको पति र पत्नीको बीचको कुराकानी छ। उसले विदेशमा गएर 30 वर्षसम्म आफ्नो देश, आफ्नो घर, आफ्नो परिवार सबै त्यागेर ऊ विदेश जान्छ कमाउनको लागि। उसले घर जोड्छ, व्यापार जोड्छ, कार जोड्छ, भौतिक समृद्धिले ऊ चाहिँ धनी हुन्छ र पछि ऊ फर्किन्छ, देशमा फर्किन्छ। फर्केपछि अब हामीसँग सबै थोक छ, हामी सबै चिजले परिपूर्ण भयौं, हामीमा अब अभाव भन्ने कुरा केही पनि छैन, धन धान्यले हामी भरिपूर्ण भयौं भन्ने उसले अहंकारको भाषा बोल्छ। तर पत्नीले उसलाई दाँतमा ढुङ्गा लगाइदिने बनाइदिन्छन्। हामीसित सबै चिज त छ, तर एउटा चिज छैन, जुन जवानी हो, जुन उमेर हो, जुन रंगीन समय हो, त्यो हामीबाट चिप्लिसकेको छ। अब हामी बिस्तारै वृद्ध अवस्थामा गइसक्यौं। अब यो धन धान्यले हामी परिपूर्ण भए पनि हाम्रो अब त्यसलाई भोग्ने रंगीन समय छैन, उमेर छैन, जवानी छैन भनेर उनले भनेपछि छाँगाबाट खसे तुल्य हुन्छ। वास्तवमा त्यो जवानी र त्यो समय नभएपछि सबै कमाइहरू, जीवनका कमाइहरू व्यर्थ हुन्छन् भन्ने कुरा यो कथाले स्पष्ट पारेको छ। कथाले उठान गरेका सत्यहरू नेपाली युवाहरूको नियति नै विदेश नगइकन काम नचल्ने खालको जुन नियति छ, यो नियतिलाई यो कथाले मूल विषयवस्तु बनाएको छ। अब घर जोड्नको लागि, सम्पत्ति जोड्नको लागि, गाडी जोड्नको लागि विदेशै जानुपर्ने दुःखद परिस्थिति छ। आफ्नै देशमा कमाई गरेर, श्रम गरेर, कमाएर त्यो सुखशैल जोड्न नसकिने अवस्थालाई यो कथाले साह्रै राम्रोसँग उजागर गरेको छ। र मान्छे आफ्नो रूप, जवानी, उमेर, जीवनका सपनाहरू, जीवनको आनन्द के हो, त्यो कुराको चाहिँ मेलो नपाइकन धनको पछाडि जुन दौडिने प्रवृत्ति छ, धन नै सबै थोक हो भन्ने जुन प्रवृत्ति छ, त्यो प्रवृत्तिलाई पनि सूक्ष्म रूपले यो कथाले व्यङ्ग्य प्रहार गरेको छ। धनै ठुलो चिज त होइन, भौतिक समृद्धि र विलास सबै थोक होइन, त्यसभन्दा अर्को सत्य पनि छ, अर्को चिज पनि छ। त्यो जीवन हो, त्यो जवानी हो, जसलाई भोग्नुपर्छ, जसलाई जिउनु पर्छ भन्ने कुरा नै यो कथाको सार कुरा हो। त्यसैले यो कथाले एउटा सुखद स्थितिको चित्रण गर्दा गर्दै पनि जीवनलाई अलिकति निराशावादी दृष्टिकोणतिर धकेलेको छ। त्यो निराशावादी दृष्टिकोण चाहिँ यो सीताको आवाजबाट निस्केको छ र अन्तिममा यो कथा चाहिँ अलिकति खल्लो जस्तो पनि अनुभूति हुन्छ। तथापि यो कथाले समग्र रूपमा नेपालीहरूको जो वैदेशिक रोजगारमा गएका लाखौं नेपालीहरूको जनजीवनलाई यसले चाहिँ साह्रै राम्रोसँग चित्रण गरेको छ र अहिलेको नेपालीहरूको चाहिँ वैदेशिक रोजगारीमा गएका नेपालीहरूको यथार्थलाई यसले चाहिँ नै प्रतिबिम्बन गरेको छ।
यसको लागि यसका कथाकार विश्वराज अधिकारीज्यूलाई म हार्दिक बधाई भन्न चाहन्छु। हेलो। हवस् सर, धन्यवाद। अब सर म दोस्रो लघुकथा वाचन गरौँ। यसको उत्तर कथा वाचन हुन्छ कि अब अर्को हुन्छ? उत्तर कथा मैले पहिले नै वाचन गरिसकेँ सर। अब उत्तर कथाको बारेमा पनि म थोरै भन्छु। हस् यसको सर। उत्तर कथा अब नन्दलालज्यूले लेख्नु भएको छ। यो नेपाली लघुकथा विधामा चाहिँ नितान्त नवीन प्रयोग उहाँले गर्नुभएको छ। नन्दलाल सरलाई म हार्दिक बधाई भन्न चाहन्छु। र उहाँले जति पनि स्रष्टाका उत्तर कथाहरू सिर्जना गर्नुभएको छ त्यो 101 महत्त्वपूर्ण छन् र 101 चाहिँ गहन भावमा आधारित छन् र यो आख्यानको क्षेत्रमा चाहिँ यसले एउटा नयाँ मानक कायम गरेको छ भन्ने मलाई लागेको छ। यसमा अब उत्तर कथामा चाहिँ अब यहाँ यसको कथा जुन निर्धन शीर्षकको कथामा सीता र सीताको लोग्नेको सन्दर्भ छ। उत्तर कथामा आउँदाखेरि चाहिँ सीताको लोग्नेलाई उहाँले गोविन्द नामाकरण गरिदिनु भएको छ। यो थप कुरा भयो। र यो कथा निर्धन कथाको चाहिँ मूल कथाले पाठकलाई एउटा निराशाको दृष्टिकोणमा धकेलेको थियो भने उत्तर कथाले सकारात्मक मोड प्रदान गरेको छ यो कथालाई। किनभने गोविन्दले सकारात्मक कुरा गर्छ। सीताले गोविन्दको पत्नी सीताले जीवनका रङहरू सबै सकिएको अनुभूति गरेकी छिन्। तर गोविन्दले चाहिँ बगैँचामा फुलिरहेका फूलहरू, पुतलीहरू, रङ्गीन फूलहरूलाई देखाएर, उज्याला फूलहरूलाई देखाएर त्यसबाट प्रेरणा लिएर होइन जीवनको चाहिँ मधुमास सकिएको छैन, जीवनको प्रेमिल मिलन अझै सकिएको छैन, जीवनको रङ अझै बाँकी छ, त्यसैले अझै हामीसँग उमेर छ, आयु छ, भोग्न बाँकी सपनाहरू छन्, भोग्न बाँकी सुन्दर समय छ। यो वर्तमान पललाई हामीले भोग्नुपर्छ र रङ्गीन बनाउन सक्नुपर्छ, उत्सवमय बनाउन सक्नुपर्छ, अनुरागमय बनाउन सक्नुपर्छ भनेर पत्नीको निराशाको सीमान्त बिन्दुमा धकेलिएको मनलाई गोविन्दले फर्काइदिएको छ र आम पाठकमा चाहिँ यो गोविन्दको सकारात्मक भावले, अनुभूतिले यो कथालाई नवीन मोड दिएको छ। वास्तवमा चाहिँ नै 30 वर्ष वैदेशिक रोजगारीमा गएर धन कमाएर आइसकेपछि बुढ्यौली जीवन, वार्धक्य जीवन, जीवनको आखिरी समयलाई चाहिँ अझै रङ्गीन, अझै आनन्दमय, अझै चाहिँ नै सुखमय बनाउन सकिन्छ भन्ने सत्य चाहिँ यो उत्तर कथाको सारभूत कुरा हो। त्यसैले यो कथा मूल कथा भन्दा पनि उत्तर कथा चाहिँ ज्यादै चोटिलो र ज्यादै गहन लागेको छ। यसको लागि कथाकार नन्दलाल आचार्यज्यूलाई पनि बधाई भन्न चाहन्छु। धन्यवाद सर। यहाँले निकै राम्रो तथा भावुक विश्लेषण गर्नुभएको छ। अब यहाँ केही पाहुनाहरूले गर्नुभएको टिप्पणी म यहाँलाई पढेर सुनाउनेछु। सागर लभ सोनुले नमस्कार काका भन्नुभएको छ। सायद हजुरलाई नै भन्नुभएको होला सर। उहाँलाई पनि मेरो सरकै तर्फबाट नमस्कार छ। उमानाथ दाहाल सरले हार्दिक नमस्कार भन्नुभएको छ। सरलाई पनि नमस्कार छ हाम्रो कार्यक्रम लघुकथा प्रतिष्ठानमा। मनोहर सरले आवाज छ के भन्नुभएको छ। हजुर सर। रत्ना शर्मा म्यामले आजको पुग सम्मेलन अति सुन्दर भन्नुभएको छ। धन्यवाद म्याम। सर अब म आजको वाचन गर्न गइरहेकी छु। हुन्छ, अगाडि बढ्नु। हजुर हुन्छ, अगाडि बढ्नु। आजको दोस्रो लघुकथा रहेको छ टाउकोको मोल। यस लघुकथाको लघुकथाकार हुनुहुन्छ निरज कोइराला।
एक सिनको एक कानबाट छिराउँदा सिधै अर्को कानबाट निस्कियो भने 4 पैसा, सिधै मुखबाट निस्किए 1000 रुपैयाँ र चिरिएर आधा मनमा बसेर आधा मात्र निस्किए लाखौं मूल्य हुन्छ। गुरुले राजा अमर बुद्धिको कथा पढाउने क्रममा भन्नुभयो। विद्यार्थी सुरजले भने, बुझेनौ गुरु? गुरुले प्रस्ट्याउँदै भन्नुभयो, यो सिनको पस्नु भनेको कुरा सुन्नु हो। कुरा सुनेर मनमा गनेर आवश्यक मात्रै मुखबाट ओकल्ने टाउको सबैभन्दा धेरै मूल्य हुन्छ। सुरज फेरि उठेर सोध्यो, जनताका कुरा सुनेर मनमा गुनेर बनावटी झुटो मात्रै ओकल्ने नेताहरूको टाउको मूल्य चाहिँ कति हुन्छ गुरु? गुरुले भन्नुभयो, यो चाहिँ आगामी चुनाव तपाईहरूले मत दिएपछि मात्र टुङ्गो लाग्छ। यो लघुकथा 2080 5 महिना 23 गते इटलीबाट लेखिएको हो। अब यसको उत्तर कथा पनि म अहिले नै वाचन गर्न गइरहेकी छु। उत्तर कथाको शीर्षक रहेको छ मौन मूल्य। गुरुको उत्तरले कक्षामा हलचल मचियो। सबै विद्यार्थी मनमा नै सोच्न थाले, चुनावपछि कसरी मूल्य तोक्ने? सुरज अझै सन्तुष्ट थिएन। ऊ फेरि उठ्यो, गुरु, यदि मत नदिई चुप लागियो भने के हुन्छ? गुरुले गम्भीर अनुहार बनाउँदै भने, त्यस अवस्थामा टाउको मूल्य तिनले तोक्छन् जसले झुटो मात्रै ओकल्छन्। सुरज केही सोचेर भुइँतिर हेर्दै बस्यो। उसका साथीहरूले चासो माने, गुरु, यदि जनता मत दिँदैनन् भने तिनीहरूको टाउको मूल्य कति हुन्छ? अर्को विद्यार्थीले सोध्यो। गुरुले हल्का हाँस्दै भने, त्यस अवस्थामा त जनताको टाउको मोल हराएर जान्छ, किनकि जसको टाउको मोल तोक्न शक्ति गुमाउँछ, जसले टाउको मोल तोक्ने शक्ति गुमाउँछ, त्यसको अस्तित्वको मोल पनि अरूले तोक्छन्। कक्षा शान्त भयो। सायद सबैले केही बुझे। सुरज एकैछिनपछि मुस्कुराउँदै बोल्यो, गुरु, अब बुझे, टाउको साँचो मूल्य मतपत्रमा मात्र होइन, मौनताको मूल्य बुझ्न सक्ने सोचमा पनि हुन्छ। गुरुले सन्तोषको सास फेरे। हो, बुद्धिमानीले मात्रै टाउको मोल पत्ता लगाउन सक्छ। धन्यवाद। अब यो दोस्रो लघुकथाको विमर्श गर्न हामी आजको हाम्रा विमर्शकार पुण्यकार सरलाई हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद। यो दोस्रो कथा टाउकाको मूल्य निरज कोइराला ज्यूले रचना गर्नुभएको हो। निरज कोइराला लघुकथा लेखनको समकालीन आकाशको एक स्थापित आख्यानकार हो। उहाँले धेरै राम्रा, धेरै गहनतम मूल्यका लघुकथाहरू सृजना गर्दै आउनु भएको छ। यो पनि लघुकथा ज्यादै सूक्ष्म आकारमा लेखिएको छ, तथापि यसको एकदम गहनतम भाव, गहनतम विचार, गहनतम सन्देश यसले सम्प्रेषण गरेको छ। टाउकाको मूल कथा चाहिँ एउटा लोककथा, यो घटराज भट्टराईले रचना गरेको लोककथा हो। यो कथा पहिले हामी विद्यार्थी हुँदा आजभन्दा 40-45 वर्ष अगाडि विद्यार्थी हुँदाखेरि कक्षा 7 को पाठ्यक्रममा पढ्नु पर्थ्यो टाउकाको मोल। त्यसमा महामसान र अमरबुद्धि राजाको कथा थियो। त्यो कथाले एउटा कुरा के भन्थ्यो भने मान्छेका टाउका 3 किसिमका हुन्छन्। एउटा तीक्ष्ण बुद्धिको टाउको हुन्छ जसको मूल्य लाख रुपियाँको हुन्छ। अर्को मजौला बुद्धिको टाउको हुन्छ जसको मूल्य 1000 रुपियाँ पर्छ। र अर्को कमजोर दिमागको टाउको हुन्छ जसको मूल्य 4 पैसा। त्यो कथाले बताउँथ्यो। र कथाले सांकेतिक रूपमा एउटा टाउको एक कानबाट अर्को कानमा सिनको हाल्दाखेरि सिनको एक कानमा हालेको अर्को कानबाट निस्कियो भने त्यो टाउकाको मूल्य 4 पैसा। त्यो सिनको कानबाट घुसारेको सिनको चाहिँ मुखबाट निस्कियो भने त्यसको 1000। सिनको कानबाट हाल्दाखेरि घुसार्दाखेरि सिनको चिरिएर एउटा चाहिँ दिमागतिर गएर बस्यो, एउटा चाहिँ मुखबाट निस्कियो भने त्यो टाउकाको मूल्य चाहिँ लाख रुपियाँ भनेर त्यहाँ तोकिएको थियो त्यो कथामा।
ठ्याक्कै त्यसैलाई त्यही उपजीव्य सामग्रीलाई आधार बनाएर यो कथा रचिएको छ। यो अमर बुद्धि महाराज अमर बुद्धिको टाउकाको मूल कथा बाटै पात्र र चरित्र टिपेर यो कथा रचना भएको हो। त्यसैले यो कथा अलिकति नवीन बानगीको नवीन आयामको कथाको रूपमा हामीले लिनुपर्छ र अहिलेको सन्दर्भ अहिलेको पात्रलाई जोडिएको छ यो कथामा। विद्यार्थीले सूरज नाम गरेको विद्यार्थी सचेत पात्र हो। उसले गुरुले टाउकाको मूल्य बताइसकेपछि सूरजले प्रश्न गर्छ, अहिलेको ढोंगी पाखण्डी नेताको मनोविज्ञान र चरित्रलाई उद्घाटन गर्छ। जनताका कुरा सुनेर मनमा गुनेर बनावटी मात्र झुट बोल्ने नेताको टाउकाको मूल कति हो भनेर सूरजले सोध्छ र गुरुले पनि चतुर जवाफ दिन्छन्, त्यो टाउकाको मूल्य आगामी चुनावमा तपाईहरुले मत दिएपछि मात्र टुङ्गो लाग्छ भनेर गुरुले जवाफ दिँदाखेरि राजनीतिक वृत्तका नेताहरूलाई चाहिँ गतिलो व्यङ्ग्य प्रहार गरिएको छ यो कथामा र नेपालको राजनीतिक वृत्तभित्रका त्यस्ता पात्रहरू जुन पात्रहरू नायक पात्र होइन खलनायकी पात्रलाई चाहिँ प्रहार गर्नकै लागि यो कथा रचिएको हो र यो कथाको उत्तर कथामा आउँदाखेरि पनि उत्तर कथाले पनि एउटा नवीन मूल्य कायम गरेको छ। स्थापित गरेको आप्तबानी उत्तर कथाले के छ भने बुद्धिमान टाउकाले मौनताको मूल्य बुझ्छ भनेर सार कुरा चाहिँ यसले समेटेको छ। वास्तवमा गुरुले सूरजले जनताले यदि भोट दिएनन् भने टाउकाको मूल्य कति हुन्छ भनेर प्रश्न सोध्छ। गुरुले त्यस अवस्थामा त टाउकाको मोल हराएर जान्छ, किनभने जसले टाउकाको मोल तोक्ने शक्ति गुमाउँछ उसको अस्तित्वको मोल पनि अरूले तोक्छन् भनेर चाहिँ गुरुले भनिसकेपछि यो कथाले नयाँ मोड लिन्छ। टाउकाको साँचो मूल्य चाहिँ मतपत्रमा होइन मौनताको मूल्य बुझ्न सक्ने सोचमा हुन्छ है भन्ने कुरा बताएको छ। त्यसो हुँदाखेरि उत्तर कथामा आउँदाखेरि एउटा गहन दार्शनिक धरातलमा यो कथा उभिन जान्छ र यसको लागि चाहिँ म कथाकार नन्दलाल आचार्यज्यूलाई पनि हार्दिक बधाई भन्न चाहन्छु। यो मूल कथा टाउकाको मोल पनि एकदमै गहन छ र यसको उत्तर कथा पनि एकदमै गहन धरातलमा उभिएको छ। धन्यवाद। धन्यवाद सर। उमेश थापा सरले नमस्कार गुरु भन्नुभएको छ, सरलाई पनि नमस्कार छ। संगीता शर्मा म्यामले हार्दिक नमस्कार भन्नुभएको छ, म्यामलाई पनि हार्दिक नमस्कार छ। सूरज बाबु परियार सरले नमस्कार सर भन्नुभएको छ, सरलाई पनि नमस्कार छ। अन्जु शर्मा म्यामले नमन भन्नुभएको छ, म्यामलाई पनि नमन छ। शान्तती मेसिना म्यामले हार्दिक नमन सम्पूर्णमा भन्नुभएको छ, म्यामलाई पनि कार्यक्रममा हार्दिक स्वागत छ। अब म आजको तेस्रो लघुकथा वाचन गर्न गइरहेकी छु। तेस्रो लघुकथाको शीर्षक छ कसिङ्गर। यसका लघुकथाकार हुनुहुन्छ लक्ष्मी प्रसाद पौडेल। रमा हरेक दिन उसरी नै बढार्छे घर आँगनाको कसिङ्गर। जति बढारे पनि दिन बित्न पाएको हुँदैन, उस्तै परे घण्टा बित्न पाएको हुँदैन, जस्ताको त्यस्तै हुन्छ घर। आमैलाई मन्दिरबाट फर्किँदा सधैँ जसो गनगन नै गर्नुपर्छ। दुबो मौलाएको पो राम्रो, झार त उखेलेर फाल्नु नि बुहारी, गाईले पनि खाँदैन। आँगनमा केही नभेटिएर आमै बारीको डिलको झार केलाउन पुग्छिन्। बढार्नु बढारियो, उखेल्नु उखेलियो, दिन बित्न पाएको हुँदैन, उत्तिकै फोहोर। रमालले मनमनै उही कुरा दोहोऱ्याई। हुन्छ आमा, आज्ञाकारी विद्यार्थीले बुझे सर झै भने झै आज्ञा पालन गर्नु र आमैको सेवामा लाग्नु उसको नियमित स्वभाव हो।
नयाँ पिँढीले गर्छ भन्नुपर्ने आह्वान नै भयो। लोकसेवाले घिउ खारे झैँ खार्छु भन्छ। नयाँ कर्मचारी हाजिर भएको दिन घुस खान्छ, कति बढार्नु कति थुन्नु। आमै टिभीको समाचार सुनेर दिक्क हुन्छन्। तिमीलाई पनि यस्तै त होला बुहारी, यो घर सम्हार्नु। आमैको पेटमा थोरै तातो गएपछि साँच्चीकै जन्म दिने आमा झैँ हुन जस्तो लाग्छ उसलाई। नौलो नेता नौलो पार्टी आयो, उखुमै गर्ला पो भनेर भोट खसाल्यो। बैठक बसेको दिन भत्ता बढाऊ भन्छ, कसलाई भन्नु त्यो पनि कच्चा रहेछ। आमाको ध्यान टिभीमै छ। रमाले आँगन छेउको झार उखालेर मल खाडीमा थुपारी। त्यसबाट नमिठो गन्ध आइरहेको थियो। मल पाकेछ, सबै नमिठो गन्ध खराब हुँदैनन्। उसले सोची, सेवा सुविधा बढी भयो भन्ने अनियमितता नगर्लान्। कर्मचारीलाई तलब प्राप्त भयो भने लामो हात नगर्लान्। उसले आफ्नो न्यून वेतनभोगी श्रीमान सम्झी। उसले ढोका छेउ आमैको सारीमा टाँसिएर आएको कसिङ्गर उठाएर डस्टबिनमा फाले। ढोकाबाट टिभीमा आइरहेको समाचार उसका कानमा ठोक्यो। 100% भत्ता र अनेकन सुविधा पाएका विमानस्थलका भन्सारका करका निगमका कर्मचारी नै बढी भ्रष्टाचारीमा थुनिएका छन्। धनगढी कैलाली 2080 4/8 मा लेखिएको लघुकथा यही समाप्त भएको छ। अब म यसको उत्तर कथा पनि वाचन गर्न गइरहेकी छु र उत्तर कथाको शीर्षक रहेको छ नयाँ मल। रमाले मल खाडीमा फालिएको झारतिर फेरि एक नजर हेरिन्। गनाइरहेको त्यो मल अब खेतमा का बिरुवाहरूका लागि उर्वरा शक्ति बन्नेछन्। उसले मनमनै सोचिन्, के फोहोरले मात्रै मल दिन्छ त? मानिसले पनि दिन सक्छ, तर रूप फेरिएको मात्र। बिहान आमै मन्दिर जाँदा उस्तै गनगन गर्दैथिन्, समाज दिनदिनै फोहोर हुँदैछ। सतही सफाइले मात्र केही हुँदैन, सधैँ सफाइले मात्र केही हुँदैन, भित्रैदेखि सफा हुनुपर्छ। रमाले सोचिन्, आमैको कुरा साँचो नै हो। फोहोर बढार्नु मात्रै समाधान होइन, फोहोर नजन्मने उपाय पनि खोज्नुपर्छ। साँझ पर्न थालिसकेको थियो। श्रीमान अफिसबाट घर फर्के। थकित मुद्रामा सोफामा लडे। रमाले भान्सेबाट सोधिन्, खाजा हालिदिऊ? रमाइलो समाचार सुनाए हुन्छ। उनी हाँसे। रमाले टिभी खोली। समाचार आइरहेको थियो। भ्रष्टाचार नियन्त्रण गर्न नवगठित आयोगले आज कडाई गर्ने निर्णय गरेको छ। अब अनुमन्त्री पारिने छ। आमै पनि टिभी अगाडि आइन्। हेर्छ अब केही सुधार होला कि? रमाले श्रीमानलाई हेर्दै भनिन्, नयाँ मल तयार हुँदैछ, अब खेतबारीलाई पनि हरियाली होला। धन्यवाद। आजको यो तेस्रो तथा अन्तिम लघुकथा तथा त्यसको उत्तर लघुकथा पनि समाप्त भएको छ। अब यसको विश्लेषणका लागि म सरलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। अब यो तेस्रो लघुकथा लक्ष्मीप्रसाद पौडेलज्यूले लेख्नु भएको छ। लक्ष्मीप्रसाद पौडेल पनि समकालीन लघुकथा लेखनमा एक स्थापित नाम हो। यो कसिङ्गर शीर्षकको लघुकथा प्रतीकात्मक छ। अब यो कसिङ्गर भनेपछि कसिङ्गर भनेर एउटा चाहिँ फोहोर जिनिस, फोहोर वस्तु जनाउँछ, जसलाई हामी दिनदिनै घरबाट बढारेर फ्याँक्ने गर्छौँ। अब यहाँ कसिङ्गर एकातिर सिधा अर्थको, अविधात्मक अर्थको कसिङ्गर बढारेको कुरा छ, झारू खलेको कुरा छ। अर्कोतिर देशको भ्रष्ट नेताहरूको कुरा पनि छ र भ्रष्टाचार गर्ने कर्मचारीको कुरा पनि छ। उनीहरू राष्ट्रको लागि कसिङ्गर हुनु है, देशको लागि कसिङ्गर हुनु है भनेर उनीहरूलाई साङ्केतिक रूपले कसिङ्गरको
रूपमा चित्रण गरिएको कथा हो। त्यसैले यो अलिकति यो कथा साङ्केतिक छ, शीर्षकले नै साङ्केतिक छ र प्रतीकात्मक छ र कथाको मूल विषयवस्तु भ्रष्टाचारमा केन्द्रित छ। यो भ्रष्टाचारलाई विषयवस्तु बनाएर लेखिएको कथा हो। अहिलेको राष्ट्रको मूल समस्या भनेकै जताततै भ्रष्टाचार, जताततै अनाचार, दुराचार, पापाचार र भ्रष्टाचार गर्नु। त्यही भ्रष्टाचारको कारणले राष्ट्र यति धेरै तल गिरिसक्यो, यति धेरै दुर्गतिमा फसिसक्यो। अब यसबाट निकाल्नको लागि चाहिँ हामीसँग के त्यस्तो उपाय छ, सबैले विमर्श गर्नुपर्ने अवस्था छ। र यो कथामा पनि यसको पात्र, सुरु कथामा रमा र उनको सासूको कुरा छ। रमा दिनदिनै कसिङ्गर बढाएर झार उखल्छिन् र पनि कसिङ्गर बढेको बढै छ, झार जति उखल्दा पनि फेरि झार पलाएको पलाइ छ। एकातिर त्यो भएको छ, अर्कोतिर राष्ट्रमा पनि त्यही भइरहेको छ। नौला नेता, नौलो पार्टीले उखुमै गर्ला भनेर उनीहरूलाई भोट खसाल्छन् जनताले, उनीहरू पनि त्यही चरित्र देखाउँछन्, त्यही भ्रष्टाचार गर्छन्। फेरि अर्को पार्टी आउँछ, अर्को पार्टी सत्तामा जान्छ, चुनाव जित्छ, भोट लिन्छ, त्यसले त केही राम्रो गर्ला, त्यो त अलिकति शुद्ध होला भन्नु, फेरि त्यसले पनि भ्रष्टाचारकै दलदलमा देशलाई धकेलिराखेको हुन्छ। यो विद्रूप यथार्थ, राष्ट्रको यो विद्रूप यथार्थ छ। त्यो विद्रूप यथार्थलाई चाहिँ साह्रै राम्रोसँग चित्रण गरेको छ। अनि कर्मचारीहरूलाई पनि सेवा सुविधा बढाइदियो भने भ्रष्टाचार गर्दैनन्, उनीहरूले लामो हात गर्दैनन् भनेर चाहिँ बढी सुविधा दिएको छ। कतिपय ठाउँका भन्सारका, करका, निगमका कर्मचारीहरूलाई चाहिँ सुविधा दिएको छ। तर जति सुविधा दिए पनि झन् भ्रष्टाचार गर्छन्। भ्रष्टाचार गरेर पक्राउ परेको कुरा चाहिँ आउँछ टिभीमा। यो कुराले चाहिँ यो कथाका पात्रहरू रमा पनि आहत छिन् र उनको सासु आमा पनि आहत भएको देखिन्छ। र घर घरका नरनारीहरूलाई भ्रष्टाचारले कति पिरोलेको छ, भ्रष्टाचार प्रति उनीहरू चाहिँ कति दुखी छन्, देशमा भ्रष्टाचार बढेको कुरामा चाहिँ उनीहरू कति चाहिँ घायल भएका छन् भन्ने कुरा यो कथाले देखाउँछ। र भ्रष्टाचार गर्ने व्यक्तिलाई नबढाएसम्म, भ्रष्टाचार रूपी झार नउखलेसम्म राष्ट्रमा चाहिँ विकास हुँदैन, शान्ति हुँदैन भन्ने कुरा कथाले बुझाएको छ। अब कथाको पात्रगत हिसाबले पात्र सीमित पात्र छन्, नारी पात्रहरू छन् र लौकथाको मूल विषय नै पात्रको सीमितता हो। त्यो सीमितता यसले बोकेको छ। अब विषयवस्तुको हिसाबले अब भ्रष्टाचारमा केन्द्रित छ र अहिलेको समकालीन नेपाली समाजको राजनीति र त्यसमा पनि कर्मचारी तन्त्रको भ्रष्टाचारलाई चाहिँ भ्रष्टाचारलाई यो कथाले प्रहार गरेको छ। र अर्को चाहिँ अब आयामगत हिसाबले पनि सूक्ष्म छ कथा, आकारगत हिसाबले पनि लघु कथाको आयाम जति मात्रामा तन्किनु पर्ने हो त्यति तन्केको छ र संक्षिप्तता छ। तर कथामा अब धेरै घटनाका प्रसङ्गहरू चाहिँ यसमा चाहिँ बहुल घटना प्रसङ्गहरू चाहिँ मिसिएर आएको छ। त्यो हिसाबले कथा चाहिँ आज बातचित कथा मध्ये अलिकति फरक धारको कथाको रूपमा हामी यसलाई लिन सक्छौं। अब उत्तर कथामा आएर कथाकार नन्दलाल आचार्यले नयाँ मल भनेर अझै रमाइलो बनाइदिनु भएको छ यो कथालाई। अब यो उत्तर कथामा रमाका श्रीमान थपिएका छन् थप पात्रको रूपमा। उनी पनि एक कर्मचारी हुन्छन्। कर्मचारी कार्यालयबाट फर्केपछि घरमा आइसकेपछि रमाइला समाचार सुनाउनको लागि आग्रह गर्छन्। टिभी खोलिन्छ, टिभीमा समाचार आउँछ। भ्रष्टाचार निवारणको लागि आयोग गठन भएको कुरा आइसकेपछि निराश बनेकी आमा आशावादी बन्छन्। अब त केही सुधार होला कि भन्ने भाव उनको मनमा आउँछ, उनको मनमा केही आशा जाग्छ। अब चाहिँ यो भ्रष्टाचार, अनाचार, दुराचारबाट देशले मुक्ति पाउँछ भन्ने उनलाई अपेक्षा हुन्छ। र रमाले पनि भन्छन् नयाँ मल तयार हुँदैछ, अब खेतबारी पनि
हरियाली होला कि भन्छन्। अब यसले दुईटा कुराको संकेत गर्छ। एउटा नयाँ मल तयार हुँदैछ भनेर घरमा भएको फोहोर कसिङ्गर झारपात उखालेर उनले चाहिँ नि मल खाडीमा कुहाएर नयाँ मल बनाउँदैछन्। अर्कोतिर चाहिँ नि नयाँ मल भनिसकेपछि अब देशमा भ्रष्टाचार निर्मूलन गर्नको लागि चाहिँ आयोग गठन भएको छ। त्यो आयोग गठन गरेर त्यसले चाहिँ भ्रष्टाचारलाई समात्यो, कारबाहीको प्रक्रियामा लग्यो भनेदेखि देशमा हरियाली छाउला कि देशबाट भ्रष्टाचार गर्ने मान्छेहरू निर्मूल होलान् कि भन्नेतिर पनि यसले संकेत गरेको छ। त्यसैले यसको मूल कथा पनि सांकेतिक अर्थका धेरै कुराहरू भेट्न सक्छौँ मूल कथामा पनि, र यसको उत्तर कथा नयाँ मलमा पनि हामीले संकेतमा धेरै कुराहरू बुझ्न सक्छौँ। एउटा कुराको अभिव्यक्तिले अर्कोतिरको कुरालाई हामीले चाहिँ अनुमान लाउन सक्छौँ। त्यसो हुनाले यो दुईटै कथा अत्यन्त सुन्दर कथा छन्। दुईटै कथाकारलाई लक्ष्मीप्रसाद पौडेल, उत्तर कथाकार नन्दलाल आचार्यज्यूलाई म हार्दिक बधाई भन्न चाहन्छु। धन्यवाद सर। आज हामीले पठाएको आमन्त्रण स्वीकार गरेर यहाँ उपस्थित भएर निकै राम्रो विश्लेषण गर्नुभएकोमा सरलाई हार्दिक धन्यवाद छ। अब म यहाँ केही टिप्पणीहरू पढेर आजको कार्यक्रमलाई बिट मार्न चाहन्छु सर। लक्ष्मण गोवाली सरले स्थापित लघुकथाकारहरू का मार्मिक लघुकथाहरू तथा उत्तर कथाहरूलाई गरिमाजीको मिठो वाचन पुण्य सरको मननीय विमर्शले कार्यक्रमलाई भव्य र सुन्दर बनाए। सबै प्रति हार्दिक सम्मान भन्नुभएको छ। धन्यवाद सर। रश्मि मैम, पीपी कोइराला सर, उमानाथ राणा सर, तारा प्रसाद चापागाई, हेमराज अधिकारी, शिवा त्रिपाठी, सृजना खतिवडा, सङ्गीता शर्मा, ज्ञानदीप दाहाल, रन्जुश्री पराजुली, राम ओझा, राजन खतिवडा, केशव नेपाल, विमला देव, निर्मला बराल, माधव शान्ति मिल्सिना, सम्पूर्ण अग्रज लघुकथाकार प्रेमी महानुभावहरूले हाम्रो लघुकथाको कार्यक्रम सुरुदेखि अन्तिमसम्म हेरेर सुनिदिनु भएर आफ्नो टिप्पणीहरू व्यक्त गर्नुभएकामा म हार्दिक स्वागत तथा नमस्कार गर्दछु। सर, अब कार्यक्रम अन्तिम गर्नु अब अन्तिम भयो। अब के बोल्नु पर्छ? हजुर सर, केही अन्तिममा अब बोल्नु। अब यो लघुकथाको चौतारीमा म लामो समय अलिक गएल परे आफ्नै कारणले, आफ्नै व्यवहारिक घरायसी वैयक्तिक समस्याको कारणले म जोडिन सकिनँ। अब निरन्तर सुन्ने कुरा त मैले गरिराखेको थिएँ। सक्रिय रूपले यो समीक्षण गर्ने छलफलमा सहभागी हुने कुरामा म अलिकति लामो समय ग्यापमा रहेको थिएँ। अब धेरै कुरामा म अलिकति ग्यापमै रहेँ, गएल परेको छु। यसमा म सबैसँग क्षमा याचन गर्न चाहन्छु र अब चाहिँ म नियमित रूपमा जोडिने प्रयास गर्छु। यो एउटा आफूले जानेको कुरा भन्ने, अभिव्यक्त गर्ने र सिक्ने थलो हो र धेरै कुराहरू यसमा जोडिएपछि सिक्न, आफूलाई परिमार्जित गर्न, परिष्करण गर्न पनि सहयोग पुग्ने हुनाले म अब अलिकति मेहनत गरेर यसमा जोडिन चाहन्छु र सबै महानुभावहरूप्रति, सबै लघुकथा प्रेमी, हाम्रो लघुकथा प्रतिष्ठानमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिनु हुने अग्रजहरूलाई, सहकर्मी साथीहरूलाई र अनुज मित्रहरूलाई म हार्दिक बधाई, धन्यवाद भन्न चाहन्छु र सबैप्रति म हार्दिक नमन गर्न चाहन्छु। र आज चाहिँ गरिमा, छोरी गरिमाले वाचन ज्यादै सुन्दर वाचन गरेको छ। लघुकथाकार भावी दिनको एउटा कुशल लघुकथाकारको रूपमा, कुशल वाचकको रूपमा गरिमा आचार्यलाई हामीले चाहिँ एउटा सुन्दर रूपमा नै देखिराखेका छौँ
उनको चाहिँ वाचनले अझ अझ नयाँ नयाँ आयामहरू नयाँ उचाइ हासिल गर्दै जाओस्। छोरीलाई पनि हामी हार्दिक बधाई भन्न चाहन्छौँ। र आज समग्रमा आज वाचित लघुकथाहरू राम्रा छन् र स्थापित लघुकथाकारहरूले लेखेका लघुकथाहरू हामीले वाचन गर्यौं। अब यसमा निरज कोइरालाज्यू, विश्वराज अधिकारीज्यू, यसै गरी लक्ष्मीप्रसाद पौडेलज्यू स्थापित लघुकथाकारहरू हुन् र नन्दलाल सरले लघुकथा लेखनमा जुन उत्तर कथाको सिर्जन गरेर एउटा नयाँ परम्पराको सुरुवात गर्नुभएको छ र मूल स्थापित लघुकथा भन्दा पनि यो उत्तर कथाहरू चाहिँ अझ गहन भावधारामा अझ सुन्दर ढङ्गले लेखिएका छन् र यसले अझ नयाँ उचाइ हासिल गरोस्, नयाँ आयाम यसले चुम्न सकोस्। म उत्तर लघुकथाकारलाई पनि हार्दिक बधाई भन्न चाहन्छु, सफलताको शुभकामना दिन चाहन्छु। धन्यवाद, नमस्कार। नमस्कार सर। मनोहर सरले पनि अब नियमित आउने गर्नुहोस्, पुण्य सर राम्रो लाग्छ भन्नुभयो, तथा अन्जु शर्मा म्यामले पनि पुनः हाजिरी जनाउनु भयो। सरले धेरै खुसी लाग्यो भनेर हजुरका प्रशंसा गर्नुभएको छ सर। धन्यवाद सर। अब कार्यक्रमलाई अन्त्य गर्न चाहन्छु सर। शुभरात्रि। हुन्छ, धन्यवाद सबैलाई, नमस्कार।